हाई एभ्रिवान, वेलकम टु माई मिनी व्लग। आज छुट्टीको दिन हामी चाहिँ लागेको कता भन्दा यता मकै खन्नको लागि। हामी चाहिँ 5 जना दिदी बहिनी भएर बिहानै 6 बजेतिर मकै खन्न फार्मतिर गएको थियौँ र यति सजिलो भएको थियो मकै खन्न। रमाइलो भयो दिदीहरूसँग कुराकानी गर्दै। हामीले चाहिँ काँक्रोको बेर्नु पनि आफै सारेको थियो, यतिको भएछ। अनि हाम्रो लागि खाना पनि आइपुग्यो। खाना चाहिँ यस्तो मिठो भएको थियो। पुन्टु आमा बा चाहिँ खाना लिएर आउनुभयो। हामी चाहिँ अनि वालिङको भ्यू हेर्दै खाना मजाले खाए। अनि एकछिन दिदीहरू पनि खेल्नु भयो। अनि हामी चाहिँ फर्क्यौँ किनकि दिउँसोको 1 बजिसकेको थियो। अनि चाहिँ फेरि म लागि गाउँतिर मेरो माइत आएको। पानी चाहिँ अलिअलि परेको थियो अनि बाटोहरू चाहिँ चिप्लो चिप्लो भइरहेको थियो के। अनि यहाँको मकै त असिनाले पुरै झुर पारेको रहेछ कि। अनि हामी चाहिँ फाइनल्ली घर आइपुगेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।